धन्यवाद। बैठकका अध्यक्षज्यू, यहाँ उपस्थित पास्ट डिस्ट्रिक्ट गभर्नरज्यू, पूर्व अध्यक्षज्यूहरू, रोटरी क्लब अफ बुटोलका पदाधिकारीज्यूहरू, अन्य सदस्यज्यूहरू, रोट्र्याक क्लब र इन्ट्याक क्लबबाट आउनुभएका भाइ बहिनीहरू, पत्रकार मित्रहरू र अन्य उपस्थित महानुभावहरू, सर्वप्रथम म हार्दिक आभार व्यक्त गर्न चाहन्छु। किनभने यस्तो पवित्र संस्थामा मलाई आमन्त्रण गरेर यहाँहरूले आफ्नो बारेमा केही कुराहरू राख्ने अवसर दिनुभयो र साथसाथै केही विषयहरू पनि दिनुभएको छ। त्यो विषयमा म यहाँहरूसँग चाहिँ आफ्नो केही धारणा विचारहरू र वस्तुस्थितिको बारेमा अवगत गराउने चाहिँ अनुमति चाहन्छु। अब जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाको कुरा गर्ने हो भने यहाँहरू सबैलाई अवगत नै छ। एउटा रूपन्देही जिल्ला भनेको एउटा खुला सीमा भएको अनि व्यापारिक केन्द्र र ठुलो नाका रहेको, त्यसले गर्दाखेरिमा आर्थिक क्रियाकलाप र यहाँको जनघनत्वका हिसाबले एक हिसाबले त्यो व्यवस्थापकीय काममा शान्ति सुरक्षाको एउटा चुनौती त्यो पनि हो। एउटा खुला सीमा भयो, सीमा पारबाट हुने चाहिँ अपराधका गतिविधिहरू र यहाँ हुने चाहिँ आर्थिक क्रियाकलाप लगायतका चाहिँ अन्य व्यापारिक कामहरू, त्यो खालको एउटा चाहिँ गतिविधिले पनि केही चाहिँ सुरक्षा चुनौतीहरू चाहिँ छन्। अर्को भनेको अब यहाँ अव्यवस्थित बसोबासीको व्यवस्थापकीय कामहरू लगायत त्यसले चाहिँ कस्तो भन्दाखेरिमा विभिन्न थरीका मान्छेहरू चाहिँ माइग्रेटेड भएर यहाँ आएको हुन्छ। अब त्यसको चाहिँ यो समाजमा पर्ने त्यसले चाहिँ अन्तर्द्वन्द्व छ एक किसिमको। त्यो कतिपय अवस्थामा देखिन्छ, कतिपय सुसुप्त अवस्थामा रहन्छ। त्यो सुसुप्त अवस्थामा रहेको चाहिँ कतिपय त्यत्तिकै विलिन हुन्छ, कहिले चाहिँ त्यो बाहिरी रूपमा आउँछ र त्यसले चाहिँ एउटा सुरक्षालाई चाहिँ थ्रेट गर्ने अवस्था पनि छ। त्यो एउटा पाटो हो। अर्को पाटो भनेको यहाँ हुने व्यावसायिक गतिविधि क्रियाकलापहरू जुन चाहिँ हाम्रो चाहिँ हाइवे छ, पूर्व पश्चिम राजमार्ग छ। त्यो पूर्व पश्चिम राजमार्ग भनेको अहोरात्र चाहिँ भनेपछि रात दिन चाहिँ चलिरहने, सञ्चालन भइरहने र त्यहाँ गतिविधिहरू चाहिँ केही भइरहने हुन्छ। त्यसले पनि केही अपराधिक क्रियाकलापहरूलाई बढावा दिने, त्यहाँ मुभमेन्ट हुने रातको समयमा, त्यसले हुँदाखेरिमा त्यो खालको व्यवस्थापकीय कामहरू र त्यसले हुने दुर्घटना निम्त्याउने गतिविधिहरू छन् भने अरू रात्रिकालीन व्यवसायले जुन समाज र व्यवसाय बिचको चाहिँ अन्तर्द्वन्द्व पनि छ। अब एउटा चाहिँ व्यवसायीहरू चाहिँ हामी रातभरि नै सञ्चालन गर्न पाउनुपर्छ भन्ने छ। अर्को चाहिँ समुदायले त्यसलाई पार्ने त्यसको प्रभावका विषयमा चाहिँ अध्ययन अनुसन्धानै नगरिकन व्यवसाय सञ्चालन गर्न दिइयो भन्ने पनि खालको चाहिँ कुरा छ। त्यसले समाज र व्यवसाय बिचको चाहिँ अन्तर्द्वन्द्वको व्यवस्थापन पनि अर्को चुनौतीको अवस्था चाहिँ सिर्जना छ। अर्को भनेको यो विपद व्यवस्थापनका कुराहरू छन्। अर्को चाहिँ धार्मिक क्रियाकलापहरू जुन चाहिँ अहिले पनि हामी चाहिँ यो श्रावणी मेला भनेर चाहिँ विभिन्न ठाउँहरूमा चाहिँ चलेको छ। यही बिचमा चाहिँ केही चाहिँ धर्मावलम्बीहरूको मोहरम पनि फेरि कहीँ चाहिँ चलाइरहेका छन्। यस्ता चाहिँ धार्मिक गतिविधिहरूले पनि अलिकति सुरक्षा चुनौतीहरू चाहिँ भएको अवस्था छ। यो समग्रमा यी चुनौती भए पनि अहिले चाहिँ खास गरी जिल्ला सुरक्षा समिति र चाहिँ जिल्ला प्रशासन कार्यालय जिल्लाको समग्र शान्ति सुव्यवस्था कायम गर्नमा यहाँहरूको साथ सहयोग, यो फेरि अब नागरिक र चाहिँ समुदायको र चाहिँ विभिन्न सामाजिक सङ्घ संस्थाको चाहिँ सहकार र चाहिँ समन्वय र सहयोगमा हामी अहिले चाहिँ यो स्थितिमा खास गरी केही घटनाहरू बाहेक, खास गरी यो सवारी दुर्घटना अलि बढी छ अनि त्यसपछि यो आत्महत्याका घटनाहरू चाहिँ बढ्दो छ र यी बाहेक अरू चाहिँ आर्थिक अपराधहरू पनि यो प्रविधिको विकाससँगै यसले चाहिँ आर्थिक अपराधका घटनाहरू पनि बढेको छ। ती बाहेक अन्य चाहिँ अवस्था चाहिँ सामान्य नै रहेको छ। त्यसलाई पनि हाम्रो चाहिँ कन्ट्रोलमै छ भन्ने चाहिँ म यहाँहरूलाई निवेदन गर्न चाहन्छु। र अर्को विषय खास गरी यो सेवा प्रवाहको विषय
अहिले कस्तो छ, जनताको अपेक्षा चाहिँ खास गरी यो सरकारै सुशासन कायम गर्न, भ्रष्टाचार नियन्त्रण गर्ने भन्ने मूल चाहिँ एजेन्डाका साथ सरकारले काम गरिएको अवस्था छ। यो अवस्थामा स्वाभाविक रूपमा जनताको अपेक्षा पनि त्यही अनुसारको बढेको छ र चाहिँ त्यही नै साधन स्रोत र त्यही क्षमताबाट हामीले चाहिँ जनताको सेवाहरू चुस्त, छिटो छरितो, भरपर्दो उपलब्ध गराउनु पर्ने चाहिँ अवस्था छ। त्यसका लागि पनि जिल्ला प्रशासन कार्यालय खास गरी प्रमुख जिल्ला अधिकारीको चाहिँ भूमिका चाहिँ रहन्छ र हामी कहाँ धेरै गुनासोहरू चाहिँ आउँछन्। त्यो गुनासो व्यवस्थापन यस्तै विषयहरूमा आउँछ। सबै चाहिँ निकायहरूले आफ्नो आफ्नो ढङ्गबाट, सही ढङ्गबाट, सरकारी निकाय मात्रै होइन, निजी क्षेत्र र अन्य सामाजिक सङ्घ संस्थाहरूले पनि सही ढङ्गबाट काम गर्नुभएको छ। ठिक छ भने त्यो जिल्ला प्रशासनको खासै चाहिँ भूमिका नरहने रहेछ, काम नपर्ने रहेछ। कुनै क्षेत्रबाट चाहिँ अलिकति चाहिँ सही ढङ्गबाट चाहिँ काम भएन भने त्यो सबै कामहरू चाहिँ जिल्ला प्रशासनमा ठोकिने चाहिँ अवस्था चाहिँ सिर्जना हुँदो रहेछ। त्यो भएर अत्यधिक चाहिँ कार्यबोझ चाहिँ बढेको अवस्था छ। त्यो कारण के हो भन्दाखेरिमा उनीहरूको अपेक्षा सोचमा चाहिँ परिवर्तन छ, सेवाग्राहीको, जनताको भनौँ होइन।